तिमीलाई म यसपालि गुच्चीको ब्याग मात्रै दिन्छु नि। गुच्चीको ब्याग मात्रै? म त सुनको नेक्लेस पनि चाहियो। सुनको नेक्लेस मात्रै किन, तिमीलाई म 24 क्यारेटको डायमन्डको नेक्लेस दिन्छु नि। ओ माय गॉड 24 क्यारेटको डायमन्डको नेक्लेस। मैले त क्रिसमस कहिले आउला जस्तो भइसक्यो। म तिमीलाई भोलि किन्छु जम्ला। बेबी हनी कुछ बाय। Yes my darling, के छ? तिमी मलाई क्रिसमसमा के गिफ्ट दिने? खुसीको बर्थडे त उसलाई गुच्चीको ब्याग र 24 क्यारेटको डायमन्डको नेक्लेस दिला। त्यो खुसीलाई त त्यसको बर्थडेले त्यत्रो महँगो गिफ्ट दिनु भन्दा त हाइट बढ्ने औषधि दिए हुन्छ। त्यत्रो 24 क्यारेटको डायमन्डको नेक्लेसलाई त झन् तो गर्छ। जोकमा हान न भन तिमी मलाई के दिने? मलाई थाहा छ तिमीलाई ब्ल्याक मन पर्छ भनेर। यसपालि क्रिसमसको दिनमा ब्ल्याक पिङ्क घरले कन्सर्टमा गएको छ। मैले तिमीलाई दुईवटा भिआइपी टिकट दिएको छु। वाह, दुईवटा भिआइपी टिकट। म त गएर लिसाको अटोग्राफ लिने हो। तिमी मेरो राम्रो राम्रो फोटो खिच्दियौ है। ओके त चौ। Thank you, uncle. No, मेरो छोरीको क्रिसमस गिफ्ट। Thank you, uncle. अनि दस तिम्रो क्रिसमस डेकोरेसन चाहिँ कस्तो चलिरहेको छ त? मेरो त घरको अगाडि मात्र झिलिमिली नै झिलिमिली हालेको छ। घरको भित्र एउटा सानो रुख किनेको छ। अनि तिम्रो क्रिसमस डेकोरेसन चाहिँ कस्तो छ त? मेरो चाहिँ घरको अगाडि एउटा ठुलो क्रिसमस ट्री किनेको छ अनि त्यसमा चाहिँ झिलिमिली सफा राखेको छ। ए अनि भोलि तिमी क्रिसमस प्रोग्रामको लागि चर्चमा आउने होइन त? हो नि, भोलि गीत गाएको र छमछम नाचेको देख्न परिहाल्छ नि। र भोलि त झन् केटाहरूले प्रोग्राम पनि बनाइदिन्छ, ड्रामा पनि छ। साँच्ची केटीहरू पनि हेर्दा अल्छी लागिसक्यो। भोलि त केटाहरू कहिले ननाच्ने केटाहरू डान्स गरिरहेको छ। भोलि त हेर्न मजा आउँछ। दाइ हाम्रो त आमा बुवा नि छैन, गिफ्ट दिने मान्छे नि छैन। चिन्ता नगर बहिनी, तिम्रो आमा भनेको म नै हो, बुवा भनेको म नै हो। तिमीलाई गिफ्ट म दिन्छु। ए हो र दाइ, हजुरले मलाई के गिफ्ट दिनुहुन्छ? मलाई त आइसक्रिम, चाउमिन, पिज्जा, बर्गर मनपर्छ नि। हेट तेर्का बहिनी, कहाँ अहिले नै हुन्छ त? गिफ्ट दिएपछि थाहा पाइहाल्छौ नि। ल अब जाउँ आजको लागि खाजा खोज्न। अय्या दाइ, म त लास्टै थाकेँ, खुट्टा पनि लास्टै दुखिसक्यो। म त अझै हिँड्नै सक्दिनँ। ल त एकैछिन त्यहाँ बस्दै गर, म खानेकुरा खोजेर आउँछु। ओ यहाँ खाइसकेको ब्रेड रहेछ। आजको लागि यसले नै काम चलाउनु पर्ला। बहिनी मैले ब्रेड पाएँ। दाइ हजुरले किन सधैँ थोरै खानुहुन्छ? मलाई किन धेरै दिनुहुन्छ? होइन, मलाई धेरै भोक लागेको छैन, तिमी खाऊ न। अय्या दाइ, यो त कति साह्रो। आजकलको स्टाइल यस्तै हो। ल अब जाउँ आजको लागि बास खोज्न। आजको लागि यतै बास बसौँ। ल यता ढल्की। दाइ अहिले हाम्रो मम्मी कहाँ हुनुहुन्छ होला है? हाम्रो मम्मी धेरै टाढा गएर हाम्रो लागि घर बनाएर पर्खिराख्नु भएको छ। दाइ मम्मी भएको भए त मलाई काखमा सुताएर लोरी सुनाउनुहुन्थ्यो, उहाँको हातले रोटी खुवाउनुहुन्थ्यो। अहिले कसलाई खुवाइराख्नु भएको होला है? अहिले कसलाई माया गरेर छोरा छोरी भनेर बोलाएर होला है? दाइ कस्तो जाडो भयो, म त सुत्नै सकेन। दाइ म त अझै सुत्नै सकेन। मम्मी भएको भए त मलाई काखमा सुताएर लोरी सुनाउनुहुन्थ्यो। तपाईँ सुनाउनु न। ल आह चिम्ली। सोना चाहता हूँ तो तुम भी सुना दो।
भएको नि हामीसँग क्रिसमस गिफ्ट किन्नको लागि पैसा छैन त्यही त होला नि हाम्रो लागि क्रिसमस गिफ्ट ल अब जाउँ आजको लागि खाना खोज्न होइन यो बुढेसकाको खोकीले पनि कहिले छोड्ने भएन कपाल पनि सेतै फुलिसक्यो काली लाउनु पर्यो हो किनिदिनुहोस् न एउटा ए हजुर पनि कपालमा लाउने काली भनेको के पैसा नसेसा टिकट ड्यास ड्यास सुन्नुहोस् न आज के छ हौ यसो बाहिर वाकिङको लागि जानु मन थियो बुढेसकालमा के को दस चल्यो किन जानु पर्यो वाकिङ जाम न हो जाम ल एकछिन पक्कै सुरुमा म पाइखाना गराउँछु अनि जाउँ ल पाइखाना के हो पाइखाना भनेको चाहिँ ए हजुर पनि मजाक गर्नुहुन्छ ल छिटो गएर आउनुहोस् म मिलाउँदै गर्छु कस्तो राम्रो बच्चाहरू पनि गिफ्ट पाएर कति खुसी छ अरूको घर चाहिँ खुसियाली छ हाम्रो घर चाहिँ सुनसान छ सुनसानमा आउन त हुनु पऱ्यो नि बच्चा बच्चाहरू तपाईँ त हो नि उमेर हुँदाखेरि पैसा गर्ने पैसा मात्रै कमाएर के गर्ने त्यसको सदुपयोग गर्ने मान्छे हुनु परेन ल धेरै हल्ला नगर बजारको रमाइलो हेर्न आउँदैछ इन्जोय गर्नु बेकारमा मुठ भनेको कुरा नि एक किसिमले ठिकै हो बच्चा बच्चीहरू हुनु पर्थ्यो जवान अवस्थामा जानु पर्यो 2-4वटा बच्चा ल्याउनु पर्थ्यो अब अहिले घरमा घाम लागेर के फाइदा बिस्तारै बोल्नु बिस्तारै केही भएको छैन ओहो नानीलाई त ठुलो घाउ भयो जस्तो छ सुन्नुहोस् त ओहो नानीलाई के भयो ओहो उसलाई ठुलो चोट लागेको छ उसलाई नजिकको मिड सिटी हस्पिटलमा लानुपर्छ पर्दैन हस्पिटलमा बरु हामीलाई 10 रुपियाँ दिनु आजको लागि खाना पुग्छ पोरा हामीले सफा नगरेर ल्यायौँ कि सुन्नुहोस् त यिनीहरूको पनि आमा बुबा छैन रहेछ हाम्रो पनि सन्तान छैन सायद हामी 4 जनालाई भेटाउने परमेश्वरको योजना होला अहिलेको कुरा सायद परमेश्वरको काममा पुग्यो होला उहाँको केही योजना छ अनि के गर्ने विचार छ त उनीहरूलाई हाम्रो घरलाई तातो खाना दिउँ अनि सोचौँला नानी बाबुहरू के तिमीहरूलाई भोक लागेको छ धेरै भोक लागेको छ भोकले पेटमा मुसा होइन हात्ती बुझ्न अनि यस्तो जाडोमा किन यस्तो पातलो लुगा लगाएको बरु हाम्रो घर गएर तातो खाएर नयाँ लुगा लगाएको हुन्छ तातो त्यही जाउँ कति दिनपछि तातो मिठो खाना पायो कति दिनपछि नयाँ लुगा लगाउनु पायो अनि तिमीहरू हामीसँग बसेर कस्तो लाग्यो त परिवारसँग बसेको जस्तै लाग्यो अनि तिमीलाई मलाई त आफ्नो आमा बुबासँग बसेको जस्तै भयो ल अब हामी जान्छौँ है एकछिन नानी बाबुहरू के तिमीहरू हामीसित बस्न चाहन्छौ वाउ हामी नि बस्न मिल्छ मिल्छ बस्न त मन छ तर तपाईँहरूको यो कसरी छुट्टा गर्न सक्छौँ जुनसुनको कुरा नगर नानी बाबु तिमीहरूको पनि आमा बुबा हुनु न हाम्रो पनि सन्तान छैन हामी 4 जनालाई यो क्रिसमसमा भेटाउने परमेश्वरको योजना होला अब तिमीहरू हाम्रा छोराछोरी भइसक्यो जसरी परमेश्वरले ख्रीष्ट हाम्रो निम्ति उपहार दिनुभयो त्यसरी तिमीहरू हाम्रो निम्ति क्रिसमसको घर आउँछ आउँछु थ्याङ्क यू